घरबाट पठाइदिएको इस्कुसको जराको सब्जी बनाउँदैछु यहाँनिर। तपाईँहरूलाई कोही मनपर्छ इस्कुसको जरा प्लिज कमेन्ट गर्नुहोस् होला। र मैले चाहिँ यहाँनिर एकदम मेरो स्टाइलले बनाएको चाहिँ मसला खोर्सानी मजाले मिक्सीमा पिसेर चाहिँ मजाले बनाएको छु। र यो चाहिँ मेरो बुढालाई टेस्ट गरेर देखाउँछु। उसले चाहिँ फर्स्ट टाइम खाना रहेछ इस्कुसको जरा। अहिले उसलाई म पकाएर रोटीसँग देखाउँछु कस्तो लाग्छ। यो चाहिँ यो जान इस्कुसको जरा चाहिँ अलिक डढेको छ, सो त्यही भएर उसले चाहिँ यहाँ टेस्ट गर्न आँटेको छ। फर्स्ट टाइम खाना रहेको। एक कडा पेट होगा न। त्यो फर्स्ट टाइम खाएको इस्कुसको जरा नि। र यो चाहिँ इस्कुसको जरा अलिअलि डढिएको छ। खाऊ फेरि अघि खाइसकेको छु, फेरि खानु लाग्यो मैले। मिठो भएछ। नढाडी बनाए। मिठो छ। क्यामेराको लागि त्यस्तो भनेको होइन होला नि। क्यामेराको लागि होइन, रियलमै। उसले चाहिँ फर्स्ट टाइम खाएको इस्कुसको जरा र मैले पनि धेरै वर्ष बादमा खाँदैछु। ल यो चाहिँ अलिक डढेछ तर पनि मिठो भएछ। थ्याङ्क यू मेरो घर परिवारलाई।